पुरै खिया लागेछ नि। ओहो दिदीको घरको हालत। फोटो मान्छे नबसेपछि त खै घर हो कि के हो यस्तो। मान्छे छैन, घर यत्रो छ। मान्छे चाहिँ अब बच्चाहरूको भविष्य भन्दै, बच्चाहरूको पढाइ भन्दै अब सहरतिर लागे हैन। अब घर, आफ्नो घर, घरको अवस्था चाहिँ यस्तो छ। बत्ती पनि छैन। यस्तो छ अवस्था। एकछिनै त म लाइट बाल्छु। अब यो भयो हाम्रो दिदीहरूको चुलो। यस्तो छ अवस्था गाउँघरको। अब घरको माया गरेर, गाउँको माया गरेर, गाउँको माया मानेर यता गाउँमै बसौँ भने बच्चाहरूको भविष्य अब अलिकति नराम्रो होला। अब बच्चाहरूको भविष्य सोचेर घरलाई छोडेर सहरतिर छिरेपछि घरको अवस्था हेर्नुहोस्। अब यो के हो यस्तो भएको? केही छैन। पहिला दिदी हुँदाखेरि चाहिँ एकदमै उज्यालो लाग्थ्यो। दिदीको घर, भान्जा भान्जी हुन्थ्यो, भेनाजु हुन्थ्यो। अहिले भेनाजु विदेश, भान्जा भान्जी अनि दिदी चाहिँ काठमाडौँतिर। अब घरको अवस्था यस्तो छ। कस्तो दुःख लाग्दो। अब यहाँ माथितिर हेर्न जाउँ त। पहिला दिदी हुँदाखेरि चाहिँ बाख्रा यहाँ पाल्नुहुन्थ्यो। यो चाहिँ माथि चढ्ने भर्याङ। अब दिदीले यहाँ घरमा बस्दाखेरि अब दाउरा पनि यत्रो काटेर राख्नुभएको। अवस्था यस्तो छ। यहाँ चाहिँ म गाउँ आउँदाखेरि सुत्थेँ यो खाटमा चाहिँ। अनि दिदीहरू चाहिँ, दिदी भान्जा भान्जी चाहिँ यता सुत्नुहुन्थ्यो। दिदीहरूको लुगा हाल्ने दराज। यो के हो अब? खै के हो यस्तो? भान्जा भान्जीको क्वेसन पेपर यो। सामानहरू दिदीहरूको अब यो ओछ्याउने सिरक रहेछ। भेनाजुले विदेश गएर ल्याउनु भएको यो लगेज, सुटकेस। अवस्था यस्तो छ गाउँघरको। अब गाउँघरको यता घरको माया गरेर बस्न पनि नमिल्ने, बच्चाहरूको भविष्य सम्झिनु पर्यो हैन। अब यो हेर्न मिल्ने, देखाउन मिल्ने कि नमिल्ने यो थाहा छैन, तर मैले देखाइहालेँ। अब यो हेर्नुहोस् त, यो भान्जाको छेउमा चाहिँ दाइले, हाम्रो ठुल दाइले चाहिँ दाइजो दिनुभएको। दाइजोमा दिएको यो टिभी चाहिँ भूकम्पमा चाहिँ अब यस्तो भयो अवस्था। टिभीको अवस्था यो चाहिँ दुनियाँको दुध दुने। अब यो चाहिँ गाग्रीहरू। अवस्था यस्तो छ। यो चाहिँ पानी खाने भाँडो, लोटी भन्छ कि के भन्छ। यो चाहिँ ब्ल्याङ्केट भइहाल्यो। अब यस्तो छ अवस्था। अब अर्को साइडमा पनि देखाउँछु ल म। यो चाहिँ हालो रोप्ने हालो यो भयो कुटो।
अब यो दिदीहरू हुँदाखेरि चाहिँ यो ठाउँमा चाहिँ यस्तो यो आँगनमा चाहिँ यस्तो सफा हुन्थ्यो हैन यो जाराहरू सबै फालेर अहिले अवस्था यस्तो छ यो चाहिँ कसले फाल्दैछ अनि यहाँ चाहिँ टोयलेट भयो यहाँ भित्र टोयलेट प्लस अब यहाँ बाख्रालाई घाँसहरू राख्ने यो ठाउँ यो ठाउँमा चाहिँ दिदीहरूको कुलो होइन यो घरको पछाडिको भाग यहाँ चाहिँ पानी जमेपछि घरभित्र पस्ने रहेछ क्या चिसो लाग्ने रहेछ तर यहाँ पानी जमिरहेछ यसलाई चाहिँ अलिकति सफा गरिदिनु पऱ्यो म यति सफा गरेपछि भइगयो पानी जम्दैन अब यो चिसो लागेको छ घरमा अब यो भित्र चाहिँ यहाँ आगो बालिदिनु पऱ्यो क्या अनि यो चिसो लाग्यो ओलियो लाग्यो सबै जान्छ त्यसरी बसेर पुग्यो हाललाई पनि कता राखेर जुगा आयो क्या हो जुगाले टोक्यो क्या अनि यसलाई अलिकति अब सबैको त्यस्तै त हो नि गाउँहरूतिर होइन अब सबै आफ्नो आफ्नो छोराछोरीको बालबच्चाको भविष्य सोच्दै अब सहरतिर छिर्ने पस्ने गाउँघरको अवस्था हालत यस्तो सबैको त्यही त हो अहिले चाहिँ मैले अहिले धुवा बनाइदिएको छु अब चाहिँ अलिकति ठिक हुन्छ कि ल अब म एकछिन पछि आउनेछु